के तपाईहरुले कहिलेकाहीँ अरू कन्ट्रीको मान्छेलाई या साथीभाइहरुलाई सोध्नु भएको छ नेपाली कस्तो हुन्छ भनेर? इभिन पुराने काम गर्ने मान्छेहरुले पनि अरू कन्ट्रीको मान्छेहरुले पनि बुढोहरुले पनि भन्छन् नेपाली धेरै मिलनसार हुन्छ, धेरै राम्रो हुन्छ भनेर। तपाईहरु कन्फ्युजन हुनु पर्दैन के कारणले भन्छ, किन भन्छ भनेर। यो भिडियो हेर्नुस् त। भिडियो हेर्नुभयो फेरि पनि हाम्रो नेपाली दाजुभाइहरुले विश्वलाई चिनाउन सफल भएको छ नेपाली कस्तो हुन्छ भनेर। यो टुरिस्टहरुलाई सेफ्टी दिएर उहाँहरुको गन्तव्य तर्फ जानुलाई सहयोग गर्नु भएको छ। जम्मा भन्दा पहिला त सम्पूर्ण हाम्रो दाजुभाइहरुलाई मेरो सलोट छ। तपाईहरुले फेरि पनि विश्वमा नेपाली यस्तो हुन्छ भनेर नेपाल देशको नाम दर्ता गर्नु भएको छ। तपाईहरुलाई धेरै धेरै धन्यवाद।